अर्को केटोसँग मतलब त्यो अब आफ्नो बुढालाई छोडेर जाने केटी मान्छेहरूको लागि केस पनि हुनुपर्छ, फाँसी सजाय हुनुपर्छ, यानि कि बाहिरी देश जस्तो हुनु पर्यो होइन। त्यही नै भन्न चाहन्छु। अब हामी त परदेशी होइन, त्यस्तै हो। अब घर जाँदा म त के भन्न आउँछ के भन्न, त्यति चाहिँ उस हुनु पर्यो हाम्रो बालेन्सालाई अहिलेको मेयरदेखि प्रधानमन्त्रीसम्म पुर्याउने कोसिस गर्न पर्यो। धेरैजनाले अब कमेन्ट गर्नु होला, कोलाई बालेन्सा मनपर्छ, बालेन्सा दाई होइन, उहाँले बहुत गर्नुभएको छ होइन। प्रधानमन्त्रीको उस तोडेर काठमाडौँ नै सम्हाल्नु भएको छ होइन। जो प्रधानमन्त्रीले गर्न सकेको थिएन, जो काला पानी बेचेको थियो होइन, त्यो पनि वापस गर्न कोसिस गरिरहनु भएको छ। सो त्यो बाध्यता त्यसलाई पनि अब सफल होस् भन्न चाहन्छु। यति नै हो। अरू त अर्को भिडियोमा अवश्य नै भन्नेछु होइन। त्यही नै हो अहिलेको प्रधानमन्त्री बालेन्सा, अनि बालेन्सा नै हुनुपर्छ। र बालेन्सा भनेको एउटा यस्तो हो नि, आफ्नो पैसाले काठमाडौँमा त्यत्रो अब लाल पूर्जा नहुनेको अब त्यो अब सब घर अब भाटिएको छ। र अरू त त्यही हो। अब अरू कुरा गर्नलाई खासै टाइम पनि हुँदैन होइन, काम पनि गर्नुपर्छ। ल लेट्स यति नै हो, यति नै भन्न चाहन्छु। जो केटी आफ्नो बुढालाई छोडेर अर्कोसँग जान्छ भने उसलाई पनि फाँसीको सजाय हुनु पर्यो नेपालमा होइन। त्यही नै हो।